ल गाइज अहिले चाहिँ हामी यहाँ के अरे जङ्गलको छेउनिर आछौँ होइन गाइज। अनि हामी चाहिँ यहाँ अहिले किन आएको भनेपछि अनि घरमा चाहिँ पूजा छैन, घरमा पूजा गर्नको लागि चाहिँ लिप्नको लागि के घर लिप्नको लागि अनि त्यहाँ माटो चाहिएछ कि। अनि यहाँ जङ्गलमा चाहिँ त्यो रातो हो कि त्यो लिप्ने माटोको त्यो भेटिन्छ। अनि त्यही लिन आछौँ हामी चाहिँ म र ऊ के अरे विकास आछ होइन। अनि हामीहरू चाहिँ जाँदैछौँ गाइज होइन जङ्गल। यहाँ हेर्नु गाइज हेर्नुहोस् यो जङ्गल चाहिँ यस्तो पुरै घुमेको छ होइन। अनि चाहिँ हामी यहीँ अगाडि गएर लिएर आउँछौँ। गाइज अहिले चाहिँ हामी यहाँ आइसक्यौँ के अरे यहाँनिर यो के अरे यो अब माटो भएको नजिकै यहीँ एरियामा पुगिसकेको छौँ होइन गाइज। अनि आजको मौसम चाहिँ एकदमै बहुत बबालै होइन, एकदमै क्युट भएको छ होइन। कस्तो दामी होइन, घाम पनि लागेको छैन, गर्मी पनि भएको छैन, अनि चिसो पनि भएको छैन, एकदमै दामी छ होइन। अनि हामी चाहिँ यहाँ अब पुगिसकेको छौँ होइन ठाउँ नजिकै। अनि ऊ हिँडिरहेको छ टक्क मजाले आफ्नो उसँग कुरा गर्दै। अनि अब हामी लोकेसनमा चाहिँ एक्ज्याक्टली पुगिसकेछौँ। अनि गाइज अनि यो ठाउँ चाहिँ बहुत यादगार छ किन भनेपछि यो गाइज अनि हामी यहाँ होइन सानोमा होइन यहाँ यस्तो अब यहाँ बच्चा उमेरमा यहाँ हामी कति खेल्थ्यौँ होइन। ओहो माइ गड त्यो त मलाई अहिले याद आइरहेछ गाइज। हजुरहरूले हेर्न सक्नुहुन्छ होइन यहाँ हेर्नु माटो लगेर हेर्नु यसरी लगिन्छ कि माटो। हेर्नु यहाँ पुरै खाल्टो त्यसै त परेको होइन यो खाल्टो, यो सबै माटो लगेर हो कि। हेर्नु न यहाँ गाइज हामी चाहिँ माटो लग्ने एरिया यही होइन। पहिला हामी यहाँ खेल्थ्यौँ, मैले त माटो लगेर त सबै त बिगारै छ नि त। अनि हेर्नुहोस् गाइज हेर्नु त्यहाँ खाल्टोहरू कहाँ भित्रसम्म गएको छ होइन। टक्क हेर्नु एरिया हेर्नु यहाँ पनि यस्तो खाल्टो पारिदिएछ होइन माटो लगेर। ओहो अनि गाइज यो ठाउँको नाम चाहिँ मालटाटा भन्छन् होइन। किन भनेपछि यो मालटाटाको बुट्टा हामी सानैदेखि होइन यहाँ झुन्डिने खेल्ने पिङ होइन यस्तो रमाइलो हुन्थ्यो। हेर्नु यहाँ त झुन्डिनको लागि लहराहरू छ नि, यत्रो मोटो लहरा झुन्डिने हो काम फेरि खतरा। ओखो हतियार त के कमजोर हतियार छ त उल्टो भयो क्या। ए यस्तो घुमाना उल्टो भयो, कमजोर हतियार परेछ होइन। केटाहरूलाई मेहनती त मेहनती छ अरे, बच्चैदेखि मेहनती हो यो। कस्तो हाल्न र बच्चैदेखि मेहनती त मेहनती हो केटो। ल हतियार त ल रेडी बनाइके भने के हालेर होइन साइडमा छड्के हालेर यो बनाइसकेको छौँ होइन हामीले। अब चाहिँ अब गाइज कोदालो हान्दिनु मैले फेरि बच्चैदेखि मेहनती हो नि त यो। फेरि बच्चैदेखि अलि हान्न फेरि बच्चैदेखि मेहनती। ल हेर्नुहोस् है पहिल्यैदेखि आउँथ्यौँ होइन। यो खाल्डो पनि खनेको यहीले हो, यो पनि खनेको यहीले हो। लगाएछ अब चाहिँ यसको पाली होइन। मैले त्यहाँ हानिसकेको छु, अब यो गएर दिँदैछ होइन तोडा। ल भैया हानिहाल। अनि गाइज अनि हाम्रो यहाँ जङ्गलमा चाहिँ होइन यो कोइलीहरू कस्तो दामी गराएको के कुहु गरिरहेछ होइन। गाइज अब चाहिँ हामी दुईजनाले चाहिँ अलिअलि खनेर चाहिँ हल्का बनाइसकेको छौँ। अनि अब चाहिँ अब चाहिँ कट्ठामा जाग्दैछौँ होइन। अब हालिदिने होइन। अनि गाइज हामीले चाहिँ होइन कट्ठा फेरि हामीले हल्का लगेर जाने होइन क्या गाइज। हामीले पुरै बरियो लिएर आएको छौँ कि यो हेर्नु यहाँ यत्रो होइन यो पुरै यो बाँधेर बोकेर लगेर जाने हो कि। भनेपछि सोच्नु न अब हामी कति लगेर जानेवाला छौँ। 1 कुन्टल लगेर जानेवाला छौँ आज अहिले। गाइज विकास चाहिँ अब यो कट्ठामा हाल्दैछ। अनि गाइज हजुरहरूले यो के अरे माटोलाई फेरि चान्चुने माटो नसोच्नु होला, फेरि यो इलिगल छ यहाँ जङ्गलदेखि लैजानु होइन। इलिगल छ कि यो साँच्ची मैले मजाक गरेको छैन होइन, साँच्चीको यहाँ इलिगल छ। अहिले यहाँ अहिले चौकीदार दाइ आउनुभयो भने होइन अहिले हामीले यहाँ समातिदिन्छन्, अहिले समातेर लैजान्छन् फेरि चौकी त्यहाँ लगेर फेरि पैसा फाइन तिराउँछन् क्या। त्यही पनि तर त्यति हुँदा पनि तर सबैले अब लगेर जान्छन् होइन, लिप्नु पऱ्यो त्यही भएर चाहिँ हिँडेको लगेर जान्छन्। तर लग्न चाहिँ अलिकति ऊ छ मनाइ छ यहाँबाट जङ्गलबाट चाहिँ। चौकीदारको आँखा अगाडि लगेर जानु भएन, लुकेर लग्दा केही फरक पर्दैन। हेर्नु हामीले यति भरिसक्यौँ। हेर्नु न गाइज हामी त्यत्तिकै त्यहाँ भित्र गएर खन्न लाग्यो। हेर्नु न यहाँ बाहिरै हेर्नु न बाहिरै हिँड्नेरै रहेछ होइन। हिँडेर हेर्नु न यहाँ अब यहाँ भित्र घुस्नु पनि पर्दैन क्या गाइज। हिँड्ने त घुवाच हानेपछि भइहाल्यो होइन, दिमाग नलगाएर त्यत्तिकै हो किन। माटोको इन्भेन्सन मैले गरेँ धेरै नहान अन्त फेरि बाहिर होला त्यो। ओ माई गड गाइज हेर्नु न त्यहाँ कस्तो च्याक्कै काटेछ यो। ल गाइज मेरो पाली सक्यो होइन, कस्तो थाक लाग्यो। अब चाहिँ ऊ भर्दैछ ऊ हेर्नु गाइज कत्रो भयो। ल गाइज फाइनली चाहिँ होइन यो कट्ठा प्याक भइसक्यो, पुरै प्याक भइसक्यो। अब चाहिँ हामी जान्छौँ होइन। ल गाइज म त्यहाँ माथि जान सक्छु कि सक्दैन यत्तिकै ल स्वाटो जाऊँ है।
गाइस म चाहिँ अहिले माथि आइसकेँ। माथिबाट चाहिँ माथि चाहिँ अलि पानी परिरहेको रहेछ, तल त अब पानी परेको छैन। एकदमै आनन्द आइरहेछ। पहिला होइन गाइस यहीँ माथि आउनको लागि होइन कस्तो लस्की होइन रगडेर आइन्थ्यो कि। अहिले त हेर्नु न एक हात क्यामेरा समातेर पनि अनि खुट्टा टेकेर स्मार्ट आइन्छ कि। हेर्नु न कति फरक भइसक्यो होइन। अनि गाइस अनि ऊ चाहिँ ऊ बाँध्दैछ होइन, त्यो अब बाँध्दैछ। अनि गाइस अब चाहिँ हामी जान्छौँ होइन। चौकीदार अङ्कल त आउनु भएन, अलिकति रिक्स अलिकति इन्टरटेन हुन्थ्यो नि त। अलि चौकीदार अङ्कल आउँथ्यो, हामीलाई लखर टाइम भएको थियो, कति रमाइलो हुन्थ्यो। आउनु भएन। अब गाइस हामीहरू जान्छौँ यहाँबाट होइन। ल अर्कोचोटि आउनुपर्छ यहाँ, यति लखरामा खेल्नलाई जुलिनलाई आज काम ल्याएको। ल गाइस अब चाहिँ पानी परिरहेको छैन, मौसम अलिकति पोता अलिकति छटपटाइरहेछ होइन अलिकति। अनि माथिबाट भ्यू गाइस म तपाईँहरूलाई हाम्रो जङ्गलको भ्यू देखाइदिन्छु होइन। मैले माथिबाट होइन यस्तो रुममा अड्डेर देखाइदिन्छु यस्तो दामीसँग है। ल गाइस हेर्नु चाहिँ एकदमै हाम्रो जङ्गल त फेरि यस्तो चुवाक जङ्गल हो नि फेरि। हेर्नुहोस् गाइस यस्तो दामी छ होइन, एकदमै दामी छ एकदमै होइन। पानी त परिरहेछ गाइस होइन, त्यही पनि लगाइ चाहिँ उसले चाहिँ गरिसक्यो। ल गाइस अब हामी यहाँबाट चाहिँ निस्किँदैछौँ होइन। गाइस अब चाहिँ म यहाँबाट निस्किन्छु होइन। ल हाम फाल्ने बाबु यहाँबाट ए हो, यहाँबाट हाम फाल्यो भने त झरिहाल्छ हो सिधै। ल त भिडियो बना नि त म हाम फाल्छु। ल आइज यसले च्यालेन्ज गर्छ कि म हाम फाल्न सक्दैन सोच्छु क्या। ल ल हाम फाल्न त नि यो यसले एक तलाभन्दा अनि माथिबाट हाम फालेर आएको छ। ल छिटो हाम फाल्ला, त्यतिकै हाम फाल्न, तल केही छैन लाग्दैन कि कस्तो रहेछ। एक दिन एक तलाबाट हाम फाले होइन है। ओके ल हाम फाल्न बनिया भिडियो डरायो भन्नु भिडियो। अग्दिया त चोट गरेर हेरी ल ल एक तलाबाट हाम फाल्यो। ल भाइ ल क्यामेरा नै कम। ल गाइस अब के अरे विकासले लाउन लागिसक्यो है। ल है ल सक्छ कि सक्दैन उठाउन। ल बा दम छ के केटामा दम छ छ छ। ल बास ल गाइस उठाइसक्यो। अब जाम त्यो के अरे अब यो चाहिँ म समाउँछु। ल गाइस अब हामी यहाँबाट हिँडेको है। ल गाइस ल यसको भुडी लाछ नि त, भुडी कम हुन्छ क्या अब यसले बोक्यो भने। यो ल गाइस अब चाहिँ हामी पुग्न लागिसक्यौँ घरनिर होइन। घर नजिकै पुगिरहेछौँ। अनि ऊ अगाडि केटा चाहिँ थाके जस्तो छ अलिकति, त्यसले चाहिँ एकदम गजब तरिकाले बोकिरहेछ। अब हामी पुगिसकेको छौँ गाइस होइन। अब हिँड्नेरै अगाडि हो। यही त देखेछ त सबभन्दा राम्रो बोकेको नालिस भन्छ यहाँ गदा। गाइस हामी माटो चाहिँ यता राखिसक्यौँ। अब चाहिँ हामी हात खुट्टा धुँदैछौँ होइन। यहाँ लगाएछ। अब हामीले चाहिँ हात खुट्टा धोइसक्यौँ होइन। अनि मुख पनि धोयो भनौँ होइन। अब त थाकेको शरीर होइन गाइस, एकैछिन हात खुट्टा मुखसुख धोयो भने होइन। अनि पानी पनि हाम्रो यहाँको बहुत एकदमै राम्रो छ क्या होइन। एकदम कस्तो आनन्द आउँछ कि कोही थकान सकान सबै मेटिसक्यो। चाउमिन लिन आएको। लगाएछ अहिले चाहिँ हामी अगाडि पसलमा आएछौँ होइन। हामी चाउमिन लिन आएछौँ होइन। त्यो के अरे त्यो फ्राई गरेको होइन, पोका लिन आएछौँ। अनि गाइस यहाँ चाउमिन हजुरहरू हेर्न सक्नुहुन्छ। हामी यहाँ बाजेकोबाट लैजान लाछौँ। अरू सामान पनि लैजाने हो 130। ल ठिक छ। त्यसमा बन्दाकोपी पनि हो? बन्दा होइन ए। लगाएछ अहिले चाहिँ हामी पसलबाट यता आइसक्यौँ होइन। हामी चाउमिन लिएर आइसक्यौँ। लगाएछ अब चाहिँ हामी घरतिर जाँदा गाइस हेर्नुहोस् न पुरै गाउँमा होइन पुरै मकैको सिजन चलिरहेछ होइन। अनि यता पनि मकै उता पनि मकै अगाडि पनि मकै छ।
ल गाइज अहिले चाहिँ के अरे हामी त्यो चाउमिन लिएर यहाँ के अरे घर आइसक्यौँ होइन अनि हामी चाहिँ अहिले फ्राई हान्दैछौँ होइन गाइज मैले चाहिँ अनि अघि नै त्यस्तो देखाउन पाएन मैले ऊ हानिसकेँ के अरे तातो पानी लगाएर उमालिसकेँ होइन अनि विजय चाहिँ अहिले फ्राई गर्दैछ होइन गाइज म देखाउँछु हजुरहरूलाई ल गाइज होइन विजयले चाहिँ यहाँ तेल फ्राई गर्दैछ नि तेल चाहिँ खतरा डरे छैन त्यही भएर बहुत झ्याँ भन्छ अनि यो चाउमिन चाहिँ यहाँ छ होइन यो चाउमिन हामीले यो तातो पानी उमालिसक्यौँ अनि हाम्रो चाहिँ हल्का यहाँ ऊ प्याज छ अनि हामीहरूलाई चाहिँ गाइज त्यस्तो बनाउनु आइरहेको छैन होइन अनि के अरे फुपू हुनुहुन्न यहाँ घरमा अहिले फुपू र विकास चाहिँ बाहिर गएको छ जङ्गल जानु भएको छ घाँस काट्न अनि हामीहरू चाहिँ हानिरहेछौँ होइन होइन आगो आगो हेर्नु त्यही त आगो यस्तो मजाले बलिरहेछ गाइज अनि यो चाहिँ हुँदैछ अनि गाइज यहाँ के हुन्छ रहनु म सब देखाउँछु हजुरहरूलाई ल गाइज अहिले चाहिँ आखिर हामीले चाउमिन बनाइसक्यौँ होइन पुरै बनाएको छैन आधा बनाएको छौँ होइन यस्तो भयानक डरलाग्दो बनाएको छौँ हेर्नुहोस् है गाइज तपाईँहरू गाइज हामीले चाहिँ चाउमिन बनाइसक्यौँ होइन यो अब चाहिँ म खान लाग्छु होइन ल गाइज हाम्रो काइली मम्मीले चाहिँ यो अचार के यो खुर्सानी सब काटिसक्नुभयो अचार हाल्नको लागि ए विराट भट्टे के हिरो बन्ने जस्तो टोपी लगाएर हानम हानम तँलाई म त्यो टोपी म लगिदिन्छु टोपी लगिदिउँ गाइज अहिले चाहिँ के अरे हामीले नास्ता खाएर होइन अनि नास्ता गरेर अहिले चाहिँ हामी यता गोठालातिर आछौँ होइन गोठालातिर बाबु र म आछौँ यी बाबु यहाँ छ अनि बाबु र म आछौँ अनि दुईजना बाबु चाहिँ अगाडि गइरहेको छ अब बुया हाल्ने गरेर यति ठुलो मान्छेलाई बस गाइज को बाबु ल बाई तिरो चोट लगाइसक्यो गाइजलाई राख्नु है के भयो प्रशान्त के भयो प्रशान्त त्यो प्रशान्तलाई चोट लाग्यो कहाँ लाग्यो चोट बाबु चुप्ला बाबु ल उठ यसले हान्यो यसलाई हान्छु म रख है ल जा मैले हाने ल प्रशान्त बाबु उठ ए तँ मलाई किन हान्छ साला ल प्रशान्त उठ ल प्रशान्त उठ आइज हातले प्रशान्त आइज म तँलाई बोक्छु ल आइज बोक्छु ल उठ ओ प्रशान्त बाबु ल ज्ञानी छ होइन प्रशान्त आइज ल प्रशान्त तपाईँ त उठ्दै तिनीहरू त रुने मान्छे हो त रुन्न छैन ल त तिनीहरूले भेटाइदियो ल 1 2 3 ल प्रशान्तले भेटाए ल तिनीहरूलाई भेटाइसक्यो है ल भेटाइसक्यो अब चाहिँ हामी यहाँ गोठाला पुगिसक्यौँ होइन ए त गेम खेल्ने यहाँ आएको भएको थियो कि गाइज सुज हेर्नु सुज लिएर आएको छ गाइज गेम खेल्न हामी यहाँ खेतमा गेम खेल्छौँ होइन आजकल गाइज हाम्रो खेतको पनि डिमान्ड बढिसकेको छ यहाँ बिना सुजको खेल्दैनन् हेर्नु अब हेर्नु गाइज यहाँ केटाकेटीको फुटबल यहाँ ठुलो मान्छेहरूको फुटबल त्यहाँ बास यहाँको क्याप्टेन को क्याप्टेन सब क्याप्टेन हो तिमीहरू कसको फ्यान हो भन त ल ल रोनाल्डोको जति यता आएछ नेमारको जति यता आएछ मेस्सीको जति उता जा त ल यो चाहिँ सब रोनाल्डोको फ्यान हो अनि तिमीहरू चाहिँ कसको नेमार अनि त नेमार आमा यहाँ मेस्सीको फ्यान कोही पनि छैन लगाएछ अब चाहिँ हामी यहाँ ठुलो टिम भएकोतिर आइसक्यौँ ए यहाँ फुटबलरहरू यहीँ छन् मासु प्रकाश दाई पनि आउनु परेछ गेम खेल्न यही खेलाउन आउनु भएको छ टिम यहीँ छ अनि गाइजु बाख्राहरू देखिन्न नि त ऊ बाख्राहरू यहीँ छैन गाइज हेर्नु अनि यो चाहिँ पुरै अहिले यहाँ बाख्रा चराउने ठाउँ पुरै ऊ भइसक्यो हाम्रो ग्राउन्ड भइसक्यो यसको आँखा त पहिले रातो छ त लगाइसकेर कुकुरको पुछुर चाहिँ सबले बाङ्गो हुन्छ भन्नु चाहिँ हेर्नु यहाँ सिधा छ सिधा भेरी कुकुरको पुछुर सिधा छ हेर्नु फेरि यो बाङ्गो पुछुर भेरीतिर गएको छ सिधा यता आयो फेरि बाङ्गो भइसक्यो फेरि बाङ्गो भयो लगाएछ अब यहाँ टिम रेडी हुँदैछ विकास सिंह ढकुरी त्यहाँ हुनुहुन्छ अनि केटाहरू यस्तो ल प्रकाश वा प्रकाश दाई ओ हो ल प्रकाश दाई कमान बा लगाएछ हाम्रो प्रकाश दाई त्यहाँ हुन्छ ल केटाहरू सबै रेडी भइरहेछन् होइन गाइज अब चाहिँ गाइज अब म पनि रेडी हुँदैछु होइन गाइज मैले चाहिँ के अरे त्यो सुज ल्याउन पठाएको थिएँ भाइलाई एउटा भाइ चाहिँ ऊ सुज लिएर आउँदैछु मेरो लागि अनि सुज लगाएर खेल्दिनँ सबैले सुज लगाएको छ न त्यहाँ खुट्टा टेकिन्छ फेरि अस्ति त नाङ्गी खुट्टै खेलेको थिएँ त्यो पनि आज गाइज सुज लिएर चाहिँ ऊ त्यो भाइ आइसक्यो के अरे ऊ भाइले लिएर आएको सुज लिएर त्यहाँ सक्स ल्याइदिनुहोस् यहाँ जस ल ठिक छ राख त्यहीँ राख लगाइ यो सुज आइसक्यो होइन मैले भाइको सुज बाबुले लिएर म अब यो लगाएर होइन रेडी हुन्छु ल लगाएछ अब चाहिँ म रेडी भइसक्यो होइन मैले सुज लगाइसकेँ हेर्नुहोस् होइन गाइजी के अरे सुज लगाइसकेको छु सुज होइन अब म चाहिँ रेडी भइसक्यो केटाहरू चाहिँ उहाँ रेडी भइसक्यो सब रेडी भइसक्यो अब म गएँ है लगाएछ अब चाहिँ हाम्रो गेम सकिसक्यो होइन
रमाइलो पनि थाके जस्तो पसिना आएको छ होइन। अनि ऊ सबै केटाहरू चाहिँ गइसक्यो, लगाइदिएको छ अवस्था होइन। अबलाई अहिलेलाई यति होइन, म नुहाउँछु एकछिन, त्यसपछि भेटौँला। हाम्रो केटाहरू चाहिँ अब सबै घरतिर हिँडिसक्यो। अनि हाम्रो चिल्लर ग्याङ पनि आइसक्यो, चिल्लर ग्याङ। अनि हाम्रो गाउँको डन हो फेरि, राजीनाममा बाउको छोरा हो फेरि हो। लगाएछ अहिले चाहिँ हामीहरूले खाना खाएर पनि, मैले नुहाएर पनि होइन। अनि हामीहरू चाहिँ अहिले यत्तिकै बसेछौँ होइन। बाघी साराको त। अनि म र यहाँ जुलीसँगै बसिरहेछौँ होइन।